नमस्कार अध्यक्षज्यू। नमस्ते। आज हाम्रो यस पोडकास्टको नाम क्यानेरी कास्ट। म हजुरलाई यस क्यानेरी कास्टमा स्वागत गर्न चाहन्छु। धन्यवाद। हजुर पहिलो पटक अध्यक्ष हुनुभएको थियो नि? म पहिलोचोटि निर्वाचित भएको। हजुर त्यतिखेर त सायद मलाई जहाँसम्म लाग्छ स्थानीय तहमा भएको पहिलो निर्वाचनमा नै तपाईँ प्रथम अध्यक्ष हुन्थ्यो होला है? हो, म त्यस बेलाको स्थानीय तहको निर्वाचित जनप्रतिनिधिमा संस्थापक जनप्रतिनिधि हुँ। त्यस बेला चाहिँ मलाई लाग्छ यो जुन संरचना बन्यो सङ्घीय संरचना अन्तर्गतको स्थानीय तहमा पहिलो निर्वाचित हल्दीबारी गाउँपालिकाको अध्यक्ष हुँ। हजुर त्यतिखेर तपाईँ अध्यक्ष हुँदाखेरि हाम्रो हल्दीबारी गाउँपालिकाको स्वरूप, त्यसमा शिक्षा, राजनीतिक संस्कार, भौतिक संरचनाहरूको स्वरूप चाहिँ कस्तो रहेको थियो र अहिलेको र पहिलाकोमा तुलना गर्दाखेरि के फरक पाउनुहुन्छ त तपाईँ? हो, त्यस बेला चाहिँ के हो भन्दाखेरि मलाई लाग्छ त्यस बेला लामो समयसम्म स्थानीय तत्कालीन त्यस बेला चाहिँ गाविसहरू थियो, त्यसलाई स्थानीय निकाय भन्थ्यो। त्यहाँदेखि पछाडि चाहिँ जुन अहिले नयाँ संरचना बन्यो, अहिले जम्मा देशमा जम्मा 3वटा तहहरू छन्। त्यसमध्येमा चाहिँ सङ्घीय सरकार भयो, प्रदेश सरकार र स्थानीय सरकार भन्छ र 3वटा तह छ। तह मध्येमा चाहिँ हामी स्थानीय तहमा चाहिँ निर्वाचित भएको अवस्था भन्दा अगाडिको कुराहरू गर्ने भने 20 वर्षसम्म चाहिँ स्थानीय निकायहरूको चाहिँ चुनावहरू भएको थिएन। त्यसबेला तत्कालीन कर्मचारीहरूले चलाइरहेको अवस्था थियो। विकास निर्माणका कुराहरू अस्तव्यस्त अवस्थामा थियो। हल्दीबारी गाउँपालिकाका धेरै संरचनाहरू अस्तव्यस्त अवस्था थियो। जब हामी निर्वाचित भएर आइसके पछाडि चाहिँ क्रमशः अहिले पहिलेको तुलनामा भन्दा अहिले केही न केही कुराहरू सुधार गरेका छौँ, जस्तो शिक्षा, स्वास्थ्य, हैन, पूर्वाधारका कुराहरूमा। किनभने धेरै हाम्रा गाउँघरका बाटाघाटाहरूमा चाहिँ पक्की बाटोहरू थिएन, हैन, कच्ची बाटोहरू थियो, पुलहरू त्यस्तो पक्की थिएन। मलाई लाग्छ हामीले आइकन धेरै कामहरू गरेका छौँ। हजुर त हो। अनि एउटा अत्यन्तै रमाइलो पनि प्रसङ्ग रहेको छ मसँग। तपाईँको कार्यक्षेत्रमा जाने जसुकै चिने जानेका वा मान्ने मान्छेहरू भन्दा पनि वृद्ध जसुकै मान्छेको पनि तपाईँले कफी बाँड्नुहुन्छ अरे नि? त्यो चाहिँ ठुलो कुरा होइन, त्यो सामान्य कुरा हो। तर के कुरा हो भन्दाखेरि हामी सबैले एकले अर्कालाई सम्मान गर्नुपर्छ, इज्जत गर्नुपर्छ। मलाई जो पनि हल्दीबारी गाउँपालिकाका अथवा जो पनि सेवाग्राही अथवा कोही महानुभावहरू आउनुहुन्छ, त्यो कार्यकक्षमा आउने आम नागरिकलाई सबैलाई मैले सम्मान गर्नुपर्छ, इज्जत गर्नुपर्छ। त्यसले गर्दाखेरि एउटा अपनत्वको भावनाको पनि विकास होस्, एकअर्कामा माया पनि होस् र सम्मान पनि होस् भनेर म आफैले चाहिँ आफ्नो कार्यकक्षमा उहाँहरूलाई चिया कफी बाँडेर दिँदाखेरि उहाँहरूसँग त्यसै माया त छँदैछ, तर यसले अझै धेरै एउटा नजिक हुने एउटा सम्बन्धको विस्तार गर्छ। र मैले कसैलाई सम्मान गर्नु, इज्जत गर्नु यो समाजको लागि एउटा भोलिको लागि पनि, अरू कोही आउने जनप्रतिनिधिहरू भोलिको लागि पनि, उनीहरूको लागि पनि र मेरै लागि पनि एउटा राम्रो कुरा हो भनेर यो थालनीको कुरा चाहिँ, यो चिया कफी आफैले बाँडेर दिँदा एउटा राम्रो हुन्छ भनेको कुरा थालनी चाहिँ मैले गरेको छु। मलाई लाग्छ त्योले यो समाजलाई के न के एउटा सम्बन्ध सुधार गर्ने कुरामा चाहिँ एउटा प्रेरणा मिल्छ भन्ने कुरा मलाई लागेको छ। हजुर के त कफी तपाईँ आफै बनाउनुहुन्छ कि? हो, त्यहाँनिर जस्तो कि हरेक दृष्टिकोणले, खर्चको दृष्टिकोणले पनि त्यो अलिक मितव्ययी हुन्छ। अनि जस्तो कि त्यहाँ अलिक परतिर होटल हुँदिदियो भने, त्यो अर्डर दियो भने त्यहाँ अलिक पर्खिनु पर्ने हुन्छ। तर त्यहीँनिर चाहिँ तातो पानी तताउने एउटा चाहिँ मेसिन राखेछौँ। अनि त्यहीँ हामीलाई चाहिने जस्तो कि कफी, चिया, चिनीहरू त्यहीँ राखेछौँ। र आवश्यकता पर्दाखेरि मेरो कार्यालय सहयोगी भाइहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि गर्नुहुन्छ र म आफै पनि गर्छु। मैले भ्याउँदा मै गर्छु, उहाँहरूले भ्याउँदा उहाँहरूले गर्नुहुन्छ। त्यो चाहिँ सरल र सहज तरिकाले हामी त्यहीँनिर गर्छौँ। हजुर मेरो उमेरमा मलाई राजनीतिमा खासै रुचि पनि छैन र मलाई जहाँसम्म लाग्छ मेरो रुचि हुने बेला पनि भएको छैन। तर मैले यसो घरमा सुन्दाखेरि चाहिँ मेरो परिवारले आस्था राख्ने पार्टी र तपाईँको पार्टी मलाई फरक हो कि जस्तो लाग्छ। कि अब मेरो परिवारबाट मेरो बुवा आउनुभयो भने तपाईँ त्यही रूपले कफी दिनुहुन्छ कि?
होइन, यो कफी दिने, सम्मान गर्ने, इज्जत गर्ने, माया दिने है, एकअर्काको नजिक हुने कुरा पार्टीसँग सरोकार रहँदैन। त्यसमा पनि झन् म आफै त एउटा सिङ्गो हल्दीबारी गाउँपालिकाको जनप्रतिनिधि, म एकपटक मात्रै होइन 2-2 पटक यहाँका आम नागरिकले मलाई त्यो ठाउँमा चाहिँ विराजमान गराएको छ है। म यो चुनाव जितेर आइसकेपछि अहिले जुन हिसाबले चाहिँ सबैलाई मैले कुन पार्टी के पार्टी नभनिकन एउटा समान व्यवहार गर्नुपर्छ र मैले गर्दा गर्दै कतिपय कुराहरू छुटेका होला कतिपय गरेर, तर त्यस्ता कुराहरूलाई अझै एड्रेस गर्नुपर्छ, अझै सम्मान गर्नुपर्छ। त्यसले गर्दाखेरि तपाईँको परिवारबाट कुन पार्टी के पार्टी भन्दा नि हल्दीबारीका आम नागरिक हुन्, हल्दीबारीका जनता हुन्, यो देशका नागरिक हुन्। त्यसले गर्दाखेरि सबैलाई मैले के भन्छ विभेद गर्नु हुँदैन, समान व्यवहार गर्नुहुन्छ। र अर्को जहाँसम्म तपाईँले भन्नुभयो राजनीतिमा इन्ट्रेस्ट छैन भन्नुभयो, स्वाभाविक रूपमा राजनीति आफै खराब चिज होइन। तपाईँले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि राजनीति आफैमा खराब चिज होइन, राजनीतिलाई मिसयुज गर्दा, राजनीतिकलाई दुरुपयोग गर्दा राजनीति खराब भएको है। राजनीति भनेको राज्यको नीति बनाउने एउटा माध्यम, एउटा सिस्टम हो। त्यसले गर्दाखेरि आम विद्यार्थी होस्, किसान होस्, व्यापारी होस्, शिक्षक होस् र जोसुकै सरोकार एउटा नागरिक हो, सबैले राजनीतिको बारेमा बुझ्नुपर्छ। बुझे भन्दैमा ऊ नेतै हुनुपर्छ, बुझे भन्दैमा ऊ ठुलो चाहिँ भाषणै गर्नुपर्छ, उफ्रिनै पर्छ भन्ने कुरा होइन। तर देशको राजनीतिको बारेमा विद्यार्थीले पनि, टिचरले पनि, युवा युवती अथवा जोसुकै होस्, आम सर्वसाधारण नागरिकले पनि राजनीतिको बारेमा बुझ्नुपर्छ। बुझेपछि त यो गलत हो कि सही हो भन्ने कुरा थाहा हुन्छ। त्यसले गर्दाखेरि तपाईले पनि विद्यार्थीको साथसाथै देशको पोलिटिक्सको बारेमा पनि बुझ्नु चाहिँ पर्छ। तर बुझे भन्दैमा राजनीति नै गर्नुपर्छ भन्ने कुरा चाहिँ होइन है। अनि मैले यस्तो सुन्ने गरेको छ, मानिसहरूले प्राय भन्ने पनि गरेको छन् कि राजनीतिमा छिरेपछि त भ्रष्टाचार गर्नै पर्छ अरे नि त। अब कतिपय नेताहरूबाट वा कतिपय राजनीतिज्ञहरूबाट के पनि सुनिन्छ भन्दाखेरि अब उम्मेदवारी दिँदाखेरि वा चुनावमा उठ्दाखेरि नै असाध्यै खर्च लागेको हुन्छ र त्यो खर्चलाई उठाउनु र त्यसलाई धान्न पनि भ्रष्टाचार त गर्नै पर्छ नि खालको कुराहरू पनि सुन्नमा आउँछ। के त्यो साँचो हो र त्यसको बारेमा तपाईँको के धारणाहरू छ त? स्वाभाविक रूपमा यस्ता कुराहरू अहिले देशको परिस्थिति राजनीतिहरूमा देखा परेका छन् है। तर राजनीति मैले अघि पनि भने आफैमा खराब चिज होइन। राजनीति भनेको सेवा हो, यसको मूल उद्देश्य भनेको सेवा हो। तर यसलाई दुरुपयोग गर्दाखेरि त्यसमा चाहिँ आर्थिक लेनदेनका कुराहरू गरेर, अनियमितताका कुरा गरेर, भ्रष्टाचारका क्रियाकलापमा संलग्न भएको कारणले गर्दाखेरि राजनीतिप्रति आम नागरिकको वितृष्णा बढेको छ। जुन उद्देश्यले देशको चाहिँ सेवा गर्छु भन्ने राजनीतिकर्मीहरू आएका हुन्छन्, उनीहरूले त्यो अनुकूलको काम नगरेर उनीहरूले त्यसलाई दुरुपयोग गरेको कारणले गर्दाखेरि यो खालको अवस्थाहरू आएका छन्। र सकेसम्म यस्ता कुराहरूलाई मिनिमाइज गर्नुपर्छ। र मेरो व्यक्तिगत रूपमा चाहिँ म एउटा सेवा गर्छु भनेर आएको मान्छे हो। म आफै पनि मेरो लामो आफ्नो व्यक्तिगत मेरो लामो राजनीतिक ब्याकग्राउन्ड छैन। म आफै पनि 10-11 वर्ष विदेशमा काम गरेर आएको मान्छे। म ब्रुनाई भन्ने देशमा 7 वर्ष काम गरेको मान्छे, साउदी अरबमा 4 वर्ष काम गरेर आएको मान्छे। त्यस कारणले गर्दाखेरि म आफैले केही गरी खानका लागि केही न केही व्यवस्था मैले गरेको छु। त्यहाँदेखि पछाडिको जीवन चाहिँ एउटा भनौँ न परिस्थितिवश यो ठाउँको सेवा गर्ने राजनीतिको माध्यमबाट अवसर पाएको छु। त्यसले गर्दाखेरि म अरूको कुरा गर्दिनँ, तर मेरो आफ्नो कुरामा चाहिँ मेरो अन्तरात्माबाट भन्छु, मेरो जीवनको सबैभन्दा है ठुलो सम्पत्ति भनेको हल्दीबारी गाउँपालिकाले मलाई 2 पटक चाहिँ एउटा यो गाउँपालिकाको प्रमुख बनाएको छ, जनप्रतिनिधि बनाएको छ है। यो मैले कहिले पनि पाउँदिन थिएँ, मैले कल्पना पनि गरेको थिइनँ, तर मलाई त्यो प्राप्त भएको छ। त्यसले गर्दाखेरि मैले भ्रष्टाचार गर्नु हुँदैन, मैले मेरो पदलाई दुरुपयोग गर्नु हुँदैन, सही सदुपयोग गर्नुपर्छ, जनताको सेवा गर्नुपर्छ। यो कुरा चाहिँ मेरो मनबाट चाहिँ म क्लियर छु। त्यसले गर्दाखेरि अरूको कुरामा भन्दा पनि म आफू चाहिँ यो ठाउँको सेवा गर्नुपर्छ भनेर दत्तचित्त भएर लागेको छु। म अर्काको त्यति साह्रै क्रिटिसाइज र आलोचना गर्दिनँ। हजुर, अहिले विद्यार्थीहरूमा भनौँ ममा पनि त्यस्तो म पछि ठुलो भएर अध्यक्ष बन्छु टाइपको मेरो कुनै रुचि छैन। साथै मसँग पढ्ने मेरा धेरै जसो वा प्राय जसो साथीहरूमा पनि म ठुलो भएर राजनीति गर्छु खालको यस्तो सोच छैन। के त्यो रुचि राजनीतिमा जानको लागि त्यो रुचि सानैदेखि हुनुपर्छ कि त्यो रुचि पछि आफै आउने खालको? यस्तो
सानैदेखि तपाईहरूले रुचि राखेर देशको राजनीतिक बारेमा बुझ्नुभयो, जान्नुभयो, देशको परिस्थिति, देशको घटनाको बारेमा बुझ्नु जान्नुभयो भने भोलि तपाईँ त्यो ठाउँमा पुग्नु भने तपाईँले देशको हरेक कुराहरू बुझेको हुनुहुन्छ। तपाईँलाई काम गर्न सजिलो हुन्छ। तर तपाईँको अनायासै तपाईँहरू अचानक आउनुभयो भने चाहिँ भोलि फेरि त्यसलाई बुझ्नुपर्छ, त्यसलाई अध्ययन गर्नुपर्छ, अनि त्यतिखेर तपाईँको समय वेस्टेड भएको हुन्छ है। त्यसले गर्दाखेरि म के भन्छु भने यो गाउँ, यो ठाउँ, यो समाज, यो राष्ट्र बनाउने जिम्मा अरूको होइन, आम नागरिकहरू तपाईँहरू जस्तै बच्चाहरूबाटै सुरुदेखि नै हुने हो है। तपाईँहरू पनि भोलि चाहिँ समय क्रममा तपाईँहरू पनि भोलि यो ठाउँको चाहिँ तपाईँहरू जनप्रतिनिधि हुनुपर्छ, यो राष्ट्रको चाहिँ राष्ट्र प्रमुख हुनुपर्छ। त्यस कारणले गर्दा यो मैले अघि फेरि पनि भन्छु, यो देश अरूले बनाउने होइन, तपाईँ हामीले नै बनाउने हो। आज हामी यो ठाउँमा छौँ भने भोलि तपाईँहरू यो ठाउँमा आउने हो। तर यो ठाउँमा आउनको लागि चाहिँ तपाईँहरूले सानैदेखि है आफ्नो पढाइलाई नबिगारिकन, आफ्नो पढाइलाई डिस्टर्ब नगरिकन, आफ्नो जुन करियर बनाउँदै हुन्छ त्यसलाई डिस्टर्ब नगरिकन देशको हरेक परिस्थितिको बारेमा तपाईँहरूले पनि बुझ्नु चाहिँ पर्छ। अनि मात्रै देशलाई एउटा भोलि सक्षम नेता बन्छ, एउटा सक्षम लिडर बन्छ, देश हाँक्न सक्ने, देश बनाउन सक्ने अनि सक्षम एउटा नेतृत्व पाउन सक्छ। अहिले मलाई लाग्छ अहिले देशमा पनि यही समस्या भएको छ। एकैचोटि हिजो कुन प्रोफेसनमा भएको मान्छे हुन्छ, एकैचोटि ऊ देश बनाउँछु भनेर फेरि नेता भएर आएका हुन्छ। कतिले पैसा खर्च गरेर, कतिले पार्टीको नाम गरेर, दुरुपयोग गरेर आएका हुन्छन्। आजको उसले एउटा डिपार्टको कुनै मिनिस्टर अथवा कुनै जिम्मेवारी लियो भने उसले काम गर्न नसक्नुको कारण, फेल हुनुको कारण पनि यो पनि एउटा रिजन हुन्छ। त्यसले गर्दाखेरि म तपाईँहरू जस्तो चाहिँ साना साना विद्यार्थी नानी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने राजनीति आफैमा खराब होइन, राजनीतिमा इन्ट्रेस्ट लिनु पनि खराब होइन होइन। तर इन्ट्रेस्ट लिए भन्दैमा पढाइ बिगार्नु पनि हुँदैन, इन्ट्रेस्ट लिए भन्दैमा आफ्नो जुन करियर बनाउने कुरा छ त्यसलाई डिस्टर्ब पनि गर्नु हुँदैन। तर इन्ट्रेस्ट चाहिँ लिनुपर्छ र भविष्यमा तपाईँहरू नै बन्नै पर्छ। किन भन्दा यो देशमा भोलि चाहिँ जनप्रतिनिधि इन्डियाबाट आएर हुने होइन, चाइनाबाट आएर हुने होइन, नेपालकै हुने हो। भोलि यो देशको चाहिँ राष्ट्र प्रमुख पनि अरू देशको आउने होइन, यहीँकै हुने हो। त्यसले गर्दाखेरि सानैदेखि एउटा अभ्यासरत हुनुपर्छ। हजुर, त्यसो भए के तपाईँलाई चाहिँ सानैदेखि राजनीतिमा रुचि थियो कि? मलाई यस्तो हो, म आफै चाहिँ बिचमा ग्याप भएँ। तर मेरो फ्यामिली ब्याकग्राउन्ड चाहिँ होइन राजनीतिक पृष्ठभूमिको हो। जस्तो कि मेरो बुवा तत्कालीन गोल्लाप गाउँ पञ्चायतको प्रधान पञ्च हुनुहुन्थ्यो, मानप्रसाद लिङ्गदेन है। त्यहाँदेखि पछाडि जो अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ अनि यो क्षेत्रको सङ्घीय सांसद माननीय राजेन्द्र लिङ्गदेनज्यू हुनुहुन्छ। उहाँ मेरो सहोदर जेठा दाई हुनुहुन्छ। उहाँहरूको गतिविधि क्रियाकलाप म सानैदेखि हेर्थेँ, बुझ्थेँ, देख्थेँ है। त्यो पारिवारिक वातावरण भएकोले गर्दाखेरि म आफै चाहिँ एक्टिभ पोलिटिक्समा नआए पनि तर मैले त्यो वातावरण चाहिँ मैले नोटिस गरिरहन्थेँ है। त्यो नोटिस गर्दा गर्दै मैले व्यक्तिगत रूपमा म आफै चाहिँ ठुलो नेता हुन्छु भन्ने त थिएन, तर परिस्थितिले म आफै बने। अहिले यो चाहिँ पोलिटिक्समा आएर म यो गाउँपालिकाको अध्यक्ष। तर त्यसले पनि मलाई केही न केही रूपमा चाहिँ एउटा चाहिँ वातावरण दियो र मलाई केही न केही सहजता भयो। त्यस कारणले गर्दा मेरो आफ्नो अनुभव पनि तपाईँहरूले पनि केही न केही रूपमा चाहिँ यसरी एउटा चाहिँ सानैदेखि चासो लिनुभयो भने भोलि तपाईँहरूलाई सजिलो हुन्छ भन्ने कुरा मलाई लाग्छ। हजुर, तपाईँ त शिक्षा समितिको संयोजक कि कसो त्यस्तै होइन? शिक्षा समितिको संयोजक पनि हुन्छ नि। त्यसरी तपाईँले शिक्षाप्रति गरिएको वा दिएको असल प्रयत्नहरू चाहिँ के कस्तो रहेको छ त? अब यस्तो हो, हामीले स्थानीय तहको तर्फबाट जस्तो कि हल्दीबारी गाउँपालिकाको शिक्षा समितिको संयोजक हुँ म है। हामीले हाम्रो जुन स्थानीय गाउँपालिकाको आर्थिक क्षमता अनुसार शैक्षिक सुधार्नका लागि धेरै प्रयत्न गरेका छौँ। तर यति गर्दा गर्दै पनि यो पर्याप्त भएको छैन, यो सफिसियन्ट भएको छैन। किनभने यसमा धेरै चाहिँ शिक्षा ऐनहरू, कानुनहरू धेरै कुराहरू बाँझिएका छन्। तर भौतिक संरचनाका कुराहरू गर्ने भने हल्दीबारी गाउँपालिकामा हामीले विशेष गरेर चाहिँ सरकारी विद्यालयहरूको भवन पूर्वाधारहरू निर्माण गर्ने कुराहरू, प्रविधि मैत्री बनाउने सवालमा हामीले सबै स्कुलहरूमा इन्टरनेटको एक्सेस पुर्याउने कुराहरूमा, सबै स्कुलमा कम्प्युटर ल्याबको व्यवस्थापन गर्ने कुराहरूमा। तर आम हल्दीबारी गाउँपालिकामा चाहिँ
धनीले मात्रै होइन गरिबका छोराछोरीहरू अथवा आम सबै धनी गरिब जोसुकै होस् उसले शिक्षामा उसको पहुँच पुग्नुपर्छ भनेर हामीले कक्षा 12 सम्म निशुल्क शिक्षाको सुरुवात गरेका छौँ। हामीले प्राविधिक शिक्षा भन्छ बाली विज्ञान भनेको छ त्यो पनि 12 सम्म फ्रीको व्यवस्था गरेका छौँ। त्यति मात्रै होइन सबै सरकारी विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्थापन गरिदिएका छौँ। त्यहाँदेखि पछाडि सबै विद्यालयहरूमा इन्टरनेटको एक्सेस पुर्याएर सिसी क्यामेरा जडान गरेर अभिभावकहरूले घरमा बसी बसी हैन आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेर त्यो स्कुललाई अनुगमन गर्न सकुन् र हामी आफैले अनुगमन गर्न सकौँ भनेर चाहिँ हामीले त्यो खालको पनि विकास गरेका छौँ। तर यतिले मात्रै पुग्दैन, किन भन्दा त्यहाँनिर कतिपय कुराहरू मैले अघि भने शिक्षा ऐन कानुनहरू सङ्घीय सरकारले बनाइसकेको छैन। हामीले एकातिर स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत हामीले बनाएका शिक्षा नीति नियावलीहरू हामीले त्यो इम्प्लिमेन्ट गर्दा गर्दै लागू गर्दा गर्दै पनि कतिपय कुरा कानुन बाजिएको कारणले गर्दाखेरि हामीले भने जस्तो गर्न सकेका छैनौँ। तर अरू स्थानीय तहको तुलनामा चाहिँ थोरै बजेट भए पनि हल्दीबारी गाउँपालिकाले केही न केही शिक्षामा सुधार गर्ने चाहिँ प्रयत्न गरेका छौँ भन्ने मलाई लाग्छ। यसै क्रममा तपाईँलाई हाम्रो क्यानेरी एकाडेमी विद्यालयमा भएको यो जुन परिवर्तन तपाईँलाई कस्तो लाग्छ त? होइन, अत्यन्तै खुसी लागेछ। मैले यो क्यानेरी एकाडेमीलाई पनि यो स्कुललाई पनि मैले नजिकबाट न्यायालय हेरिरहेको छु। अत्यन्तै राम्रो र व्यवस्थित र प्रविधिको चाहिँ एकदमै राम्रो चाहिँ भरपुर प्रयोग गरेको छ। मैले भर्खरै पनि यहाँका चाहिँ फाउन्डरहरूसँग पनि बसेर केही कुराहरू बुझ्ने मौका पाएको छु। मलाई लाग्छ झापा जिल्लामै जुन किसिमको चाहिँ उहाँहरूले पनि प्रविधिलाई युज गर्नुभएको छ, यो प्रविधिको युज अरू ठाउँमा भएको मलाई लागेको छैन। यसले यो चाहिँ उहाँहरूको लागि मात्रै होइन सिङ्गो हल्दीबारी गाउँपालिकाको चाहिँ एउटा गौरवको एउटा भनौँ न त्यो खालको चाहिँ प्रविधिको विकास गर्नुभएको छ। हामीले पनि सिक्नुपर्ने जस्तो खालको कुराहरू राम्रो गर्नुभएको छ। यो कुरालाई अगाडि कन्टिन्यू लिएर जाओस् भन्ने पनि म यहाँहरूलाई शुभकामना दिन चाहन्छु। हजुर, हल्दीबारी गाउँपालिकामा प्रमुख 3 अङ्ग रहेका हुन्छन्। त्यो हामीले प्राय हाम्रो पाठ्यक्रममा नै सामेल छ र हामीले पढ्ने पनि गरेका छौँ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। यो हल्दीबारी गाउँपालिका वा नेपाल सङ्घीय सरकारको पनि प्रमुख 3 सरकारको रूपमा लिइन्छ। यसको गठन प्रक्रिया साथै यसमा कतिजना सदस्यहरू हुन्छन् कि तपाईँ मलाई यसको बारेमा थोरै जानकारी दिन सक्नुहुन्छ? अब यस्तो हो जस्तो कि सबै तहहरूमा मध्येमा स्थानीय तहमा 3वटा चाहिँ व्यवस्थापिकाहरू हुन्छन्। जस्तो कि भनौँ न कार्यपालिका भन्छ। कार्यपालिका भनेको चाहिँ तपाईँको चाहिँ स्थानीय जनप्रतिनिधिहरू जो निर्वाचित भएका प्रतिनिधिहरू हुन्छन्। जस्तो कि हल्दीबारी गाउँपालिकामा 5वटा वडा छ। 5वटा वडामा प्रत्येक वडामा 5 जना निर्वाचित जनप्रतिनिधि हुन्छन् है। वडाध्यक्ष लगायत अरू 4 जना वडा सदस्यहरू हुन्छन्। त्यसदेखि पछाडि तपाईँको चाहिँ अध्यक्ष र उपाध्यक्ष हुन्छ है। ती मध्येबाट तपाईँको कार्यपालिकामा चाहिँ तपाईँको चाहिँ ठ्याक्कै 13 जनाको हुन्छ। 2 जना बाहिरबाट निर्वाचित भएको हुन्छ है। त्यो एउटा कार्यपालिकाको बोर्ड हुन्छ होइन। अनि त्यहाँदेखि पछाडि सिङ्गो गाउँसभालाई व्यवस्थापिका भन्छ, अर्को 13 जनालाई कार्यपालिका भन्छ। अब तपाईँको न्यायिक समिति भन्छ है। न्यायिक समितिमा चाहिँ उपाध्यक्षको संयोजकत्वमा 3 सदस्य हुन्छ है। त्यसरी चाहिँ एउटा संरचना बनेको हुन्छ। त्यसो भए हल्दीबारी गाउँपालिका न्यायाधीश खालको सिस्टम छ होइन त? यस्तो हो, यो चाहिँ नेपालको कानुनले निर्दिष्ट गरेको स्थानीय तहहरूमध्ये सबै तहहरूमध्येमा होइन स्थानीय तहहरूमा कुनै पनि स्थानीय झैझगडाहरू मुद्दा मामलाहरू जो चाहिँ कानुनले नै तोकिदिएको हुन्छ। निश्चित कुराहरूलाई मात्रै त्यहाँ छलफल गरेर सहजीकरण गरेर र भएका झैझगडालाई न्यायिक समिति मार्फतबाट चाहिँ टुङ्ग्याउनु भनेर भनेको हुन्छ। जो चाहिँ कानुनले उल्लेख गरेका कुराहरू, कतिपय कुराहरू डिभोर्सका कुराहरू हुन्छ नि चाहिँ श्रीमान श्रीमतीको होइन डिभोर्सका कुराहरू त्यो गर्न सक्दैनन्। ती कुराहरूलाई चाहिँ अदालतमै गएर टुङ्ग्याउनु पर्ने हुन्छ। नागरिकता सम्बन्धीका कुराहरू, अन्य महत्त्वपूर्ण कुरा, सामान्य झैझगडाका कुराहरूलाई चाहिँ स्थानीय न्यायिक समितिमै त्यसले टुङ्ग्याउँछ। त्यहाँदेखि सबैभन्दा पहिला न्यायिक समितिमा भन्दा नि पहिला वडामा चाहिँ मेलमिलाप समिति हुन्छ है। मेलमिलाप समिति मार्फतबाट न्यायिक समितिमा आउँछ। त्यहाँदेखि नमिलेका कुराहरू चाहिँ अनि अदालती प्रोसेसको लागि चाहिँ सम्बन्धित अदालत हुँदै चाहिँ फरवर्ड गर्ने
सिस्टम हुन्छ। हजुर। अनि अहिले त प्राय जसो बालबालिका तथा मेरै मित्रहरू पनि कतिबाट म सुन्ने गर्छु भने अब म 11-12 पास गर्छु अनि म विदेश जान्छु खालको उनीहरूमा एउटा मेन्टालिटी हुन्छ क्या, मानसिकता। अब यो मानसिकता चाहिँ उनीहरूमा जहाँसम्म लाग्छ उनीहरूमा सानोदेखि बसेको मानसिकता हो। अब यो मानसिकताले त के भन्छ भने जस्तो विद्यार्थी त भविष्यका कर्णधार हुन्, उनीहरूले त देश बनाउनुपर्छ, उनीहरूले स्वदेशमा बसेर स्वदेशको विकासका लागि अघि बढ्नुपर्छ। तर उनीहरूमा त अलरेडी म विदेश जान्छु भन्ने एउटा मानसिकता हुन्छ। अब यो मानसिकतालाई परिवर्तन गर्नको लागि तपाईँमा चाहिँ कस्तो के धारणाहरू रहेका छन् त? अत्यन्तै चाहिँ तपाईँले राम्रो कुरा उठाउनु भयो है। यो विकराल अवस्था छ, एकदमै नराम्रो परिस्थिति बनेको छ। त्यसमा पनि झन् कस्तो भइरहेछ भने अर्को कुरा सुन्नु, के कुरा भने जो स्टुडेन्ट भिसामा विदेश गएर पढ्न गएका मान्छेहरू छन् है, विगतको अब पछि पनि त्यही क्रम रहन्छ जस्तो देखिँदैछ। तर गएका मान्छेहरू फर्केर आएका छैनन् है। उतै पिआर दिने, उतै सेटल हुने भयो भने उतै व्यापार बिजनेस गर्ने, उतै घरबार गर्ने यो क्रम छ। यो देशको लागि सबैभन्दा ठुलो एउटा समस्या देखिरहेछ। तर यसलाई रोक्नको लागि नीतिगत तरिकाले सङ्घीय सरकारले चाहिँ ऐन कानुनदेखि नीति नै यसलाई व्यवस्थित गरेर लिएर आउनुपर्छ। जस्तो कि हामी स्थानीय सरकारले हामीले त्यस्ता कुराहरूलाई रोक्नका लागि केही न केही अब त्यो खालको एउटा कार्यक्रमहरू बनाउनु पर्छ। तर जुन किसिमले बनाउनु पर्ने हामीले त्यो माथिको सङ्घीय सरकारसँग समन्वयको अभावको कारणले गर्दा हामीले बनाउन सकेका छैनौँ। किनभने रोजगारीको अभाव छ, त्यस्ता चाहिँ विद्यार्थी नानीहरूलाई यही गर्नुपर्छ भन्ने एउटा प्रोत्साहित हुने खालका कार्यक्रमहरू बनेको छैन होइन, प्रेरणादायी कार्यक्रमहरू बनेको छैन। र अपनत्व भन्ने कुरा पनि अहिले देखिएको छैन। अपनत्व भन्ने कुरा उसले यो हाम्रो देश हो, हाम्रो गाउँ हो, हाम्रो ठाउँ हो, यही भूमिमा यही जमिनमा सबै थोक पैसै मात्रै होइन है, पैसै मात्रै होइन, यो माटो मेरो चाहिँ यो मेरो जन्मदेखि मृत्युसम्मको मेरो हो भन्ने कुराको जुन एउटा राष्ट्र प्रेम भन्छ नि, त्यो खालको चाहिँ अहिले हामीले दिन सकेका छैनौँ होइन। म आफै पनि स्थानीय तहको चाहिँ एउटा प्रमुख भएकोले गर्दा मैले पनि दिन सकेका छुइनँ। तर समग्र यो चाहिँ मैले मात्रै दिएर पनि सक्ने कुरा आउँदैन। समग्र सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैले चाहिँ एउटा नीति बनाउनुपर्छ। यो कार्यक्रम अति आवश्यक छ र राम्रो कुरा उठाउनु भएको छ। यस्ता कुराहरूलाई चाहिँ हामीले जति सक्दो छिटोभन्दा छिटो यस्ता कुराहरूलाई चाहिँ एउटा नीतिगत तरिकाले चाहिँ एउटा यहीँ रहने वातावरण बनाइएन भने भविष्यमा हाम्रा देशका चाहिँ विद्यार्थी अथवा युवाहरू कोही पनि रहने अवस्था देखिँदैन। यो चिन्ताको विषय छ। हजुर। तर प्रायः जस्तो युवाहरूको के गुनासो छ भन्दाखेरि नेपालमा अवसरै छैन। मैले यस्तो विषय लिएर पढेको थिएँ, यस्तो विषयको त नेपालमा अवसरै छैन, विदेशमा गयो भने यसको भरपूर्ण अवसर छ। त्यसैले पनि युवाहरू प्राय मात्रामा बौद्धिक पलायनको शिकार हुन पुग्छन् र यो देशको लागि एकदम समस्याको विषय छ, जुन तपाईँले भने पनि सक्नुभएको छ। र के साँच्चै नेपालमा अवसर छैन त? यस्तो अवसर छँदै छैन भनेर चाहिँ म भन्दिनँ है। पढेर होइन विद्वान भएर जागिरै खानुपर्छ भन्ने कुरा होइन है। पहिलो कुरो हाम्रो अब अलिकति हाम्रो चलन पनि बिग्रिसकेको छ। हामी श्रम नगर्ने, काम नगर्ने, मेहनत नगर्ने, एकैचोटि पैसा मात्रै खोज्ने, विदेश भन्ने बित्तिकै टपक्क टिपेर ल्याउन पाइन्छ भन्ने एउटा मानसिकता छ। तर त्यो होइन। मैले अघि नै भने नि तपाईँलाई भने म आफै पनि 10-11 वर्ष विदेश बसेर आएको मान्छे। आज तपाईँहरूकै गाउँपालिकाको म एउटा जनप्रतिनिधि छु। तर मेरो 11 वर्षको एक्सपिरियन्स भनेको दुःखै दुःखको हो, त्यति सजिलो होइन। त्यहाँ गएर तपाईँको 24 आवर्स काम गर्नुपर्छ है, दुःख गर्नुपर्छ, श्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ है। अर्काको चाहिँ हाम्रो श्रम पनि फेरि शोषण गर्छन् है। हामी नेपालीलाई त झन् अरूको हाम्रो जुन पढाइ छ, पढाइ पनि प्राविधिक विषयको पढाइ छैन, हामीसँग स्किल सिप छैन। हामीसँग खालि के हो भन्दाखेरि अर्काले लेखेको किताब रट्यो, पढ्यो होइन, पास गर्यो अनि ग्रेजुएसन गरेको छु भन्यो, हिँड्यो सर्टिफिकेट बोकेर। तर फिल्डमा गएर चाहिँ आफैले चाहिँ भनौँ न त्यो चाहिँ एक्सन ओरिएन्टेड भएर काम गर्ने स्किल सिप के पनि छैन। त्यो पढाइ विदेशमा गयो भने त्यो काम दिँदैन
हैन, काम नदिए पनि तर मसलले काम चाहिँ गर्छौँ हामी हैन। त्यसले गर्दाखेरि विदेशमा पनि त्यति सजिलो छैन। विदेशमा गएर पनि मेहनत गर्नुपर्छ, काम गर्नुपर्छ। विदेशको जस्तो चाहिँ यहाँ सेड्युल मिलाएर 24 घण्टामा तपाईको 10-12 घण्टा मजाले टाइम वेस्टेड नगरिकन कुनै न कुनै चाहे तपाईँ जुनसुकै काम गर्नुहोस् है, काम गर्दाखेरि यहीँ पनि हुन्छ। तर खालि के कुरा हो भन्दा आफूले पढे अनुसारको चाहिँ काम पाइँदैन हैन। अब नीतिगत समस्याहरू छन् हैन, फेरि अब यहाँ सबै लामो कुराहरू छन्। अब यो लामो कुराहरू यहाँ अब गरेर पोलिटिकल राजनीतिक एउटा वातावरणदेखि लिएर सबै कुराहरू त यहाँ अहिले म तपाईँको अगाडि कुरा गर्दिनँ। अनि तपाईँ मलाई जो चाहिँ अन्तर्वार्ता लिइराख्नु भएको छ तपाईँको त्यो फिल्ड होइन, अनि आजको हाम्रो विषयवस्तु पनि त्यो होइन। त्यसले गर्दाखेरि धेरै कुरा राजनीतिक वातावरणले पनि बिग्रिया छ हैन। बिग्रिए तापनि तर देश हाम्रो हो, ठाउँ हाम्रो हो, जमिन हाम्रो हो। काम गर्दाखेरि भोकै मरिँदैन है, भोकै मरिँदैन। अहिलेसम्म नेपालमा भोकै मरेको कोही पनि छैन हैन। खालि के हो भन्दा त्यो आफूले भने जस्तो चाहिँ अलिकति वातावरण छैन, तर मेहनत गर्दाखेरि भोकै मर्ने अवस्था चाहिँ छैन नेपालमा है। तर यो चिजलाई चाहिँ अझै सरकारले, विशेष गरेर मैले अघि भने सरकारले नीतिगत तरिकाले नै यहाँका सबै आम युवालाई, विद्यार्थीलाई, सबैलाई यहाँ बस्ने खालको एउटा प्रेरणा दिने खालका त्यो खालको एउटा वातावरण चाहिँ बनाउनै पर्छ। अहिले वातावरण बनिया छैन हैन। त्यसले गर्दाखेरि यस्ता कुराहरू छन्। त्यसले गर्दा यहाँ हुँदै होइन, छँदै छैन भन्ने कुरामा चाहिँ म छुइनँ है। तर नेपालका प्राय जस्तो हाइली स्किल्ड मेन पावर हुन्छ नि, अति दक्ष जनशक्ति, जस्तो साइन्स पढो, साइन्समा ब्याचलर सको, बिएससी गरो होइन, अनि नेपालमा बस्ने उनीहरूको चाहनै हुँदैन क्या। जस्तो नेपालमा उनीहरूको मानसिकता त्यस्तो भइसक्यो कि नेपालमा अवसर छैन। के यो साँच्चै उनीहरूमा भएको मानसिकता हटाउन सकिँदैन त? मैले अघि भने नि नसक्ने भन्ने कुरा होइन, यो त सिङ्गो देश हो नि त है। यस्तै जहिले त्यसले राख्ने कुरा त आउँदैन नि त हैन। तर सक्षम नेतृत्वले यो विषयलाई चाहिँ गम्भीर विषयले सोच्नुपर्छ। तपाईँले बारम्बार यही कुरा उठाइराख्नु भएको छ, यो विषय गम्भीर विषय हो। यो तपाईँको भविष्यसँग गाँसिएको छ, अन्य आम नागरिकहरूसँग गाँसिएको छ। तर के कुरा भने म फेरि पनि कुरा गर्छु, मैले भने नेपालमा भविष्य नै छैन, नेपालमा हुँदै हुँदैन भन्ने कुरा चाहिँ त्यो गलत कुरा होला। अरूले तपाईँ विदेशमा जाँदाखेरि 1 लाख पाउनुहुन्छ भने यहाँ 25,000 पाउनुहुन्छ है, तर पाउनु चाहिँ पाउनुहुन्छ। तर अहिलेको महँगीको अवस्थामा 25,000ले केही पनि हुँदैन हैन। त्यो समस्या होला। तर किन भन्दाखेरि हाम्रै देशमा हामीले ल हुँदैन भने त्यो भारतबाट आएका मान्छेहरूले चटपटी बेचेर भए पनि यहाँ कमाइरहेछन्। भारतबाट आएका मान्छेहरूले केस काटेर भए पनि पैसा कमाइरहेछन्। भारतबाट आएका मान्छेहरूले भाँगा टुटा भन्छ नि हाम्रो, त्यही बेचेर पनि पैसा कमाइरहेछन्। भारतबाट आएका मान्छेहरूले सागसब्जी बेचेर पनि कमाइरहेछन्। त्यही हाम्रो मङ्गलबारे बजारमा त्यही भारतबाट आएका साथीहरूले सागसब्जीको बिउ बेचेर पनि पैसा कमाइरहेछन्। तर हाम्रो संस्कार के बसिदियो भन्दाखेरि म पढेको छु, मैले कहाँ सागसब्जी बेच्ने, म पढेको छु, म कहाँ केस काट्ने। पढ्नु भनेको नानी यता सुन्नुहोस्, पढ्नु भनेको विद्वान हुनु, पढ्नु भनेको बौद्धिक व्यक्तित्व, आफ्नो बौद्धिक विकास गर्नु, पढ्नु भनेको ज्ञानी हुनु। तर पढेको अनुसार जागिरै खानु भन्ने कुरा चाहिँ होइन। तर हाम्रो मानसिकता के भइदियो, मैले यति पढेको छु, मैले ग्रेजुएसन गरेको छु, म त जागिर पाइनँ भनेर डिप्रेसनमा पर्छ। सबैले जागिर पाउँछ भने कहाँ छ त? संसारमा कहीँ पनि पढ्ने बित्तिकै जागिर पाउँदैन। तर त्यसको स्किल के छ भन्ने कुरा चाहिँ हो। त्यसले प्लम्बिङ जानेको छ कि, टेलरिङ जानेको छ कि, हाउस वेयरिङ जानेको छ कि, गार्मेन्टको काम जानेको छ कि, के जानेको छ कि, त्यो पढाइ भन्दा फेरि त्यो स्किलको उसको चाहिँ त्यो कुरा ठुलो। त्यसले गर्दाखेरि हाम्रो मानसिकता पनि के छ भन्दा मैले पढेँ, मैले त जागिर पाइनँ। त्यो होइन, जागिर भनेको नि उसले पैसै कमाउने होइन। पैसा कमाउन त उसले त्यो पढेको भन्दा पनि त्यो एउटा साइकल मेकानिकले धेरै पैसा कमाइरहेको हुन्छ, मोटरसाइकल ग्यारेजमा काम गर्नेले पैसा कमाइरहेको हुन्छ, गाडीमा ग्यारेजमा काम गर्नेले धेरै कमाइरहेको हुन्छ, त्यो जेसिबी अपरेटर त्यो चाहिँ ग्यारेजमा काम गर्नेले पैसा धेरै कमाइरहेको हुन्छ।
तर हाम्रो मानसिकता के भइदियो भन्दा सुरुदेखि नै पढ्नु भनेको पैसै कमाउनु मात्रै हो। पैसा कमाउनु त नपढी पनि कमाउँछ। हाम्रो पढाइलाई त्यहाँ तुलना गर्थ्यो। म पढेको छु, म ग्रेजुएसन गरे पनि म खेती गर्छु, खेतीबाट पनि म मालिक भएर कमाउँछु भन्ने सोच्दैन। मैले ग्रेजुएसन गरेको छु, म साइकल मेकानिक गरेर भए पनि म मालिक भोग्छु मेरो ग्यारेजमा, त्यो होइन, त्यो छैन। त्यसले गर्दाखेरि यो मानसिक एउटा त्यो सोचले पनि अलिकति बिग्रिएको छ। त्यसले गर्दा यस्ता वातावरणहरू पनि सरकारले यो होइन, योदेखि यो 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 भन्दै बनाएर लग्यो भने मलाई लाग्छ त्यस्तो असहज हुँदैन। र हाम्रो देश हो, हाम्रो ठाउँ हो, देश बिग्रियो बिग्रिन्छ केही हुँदैन भनेर जहिले भन्नु हुँदैन है। ल हुँदैन, बिग्रियो भने कसले बनाउने त, हो कि होइन? त्यसले गर्दाखेरि तपाईँहरूले पनि सानैदेखि नै हामी केही गर्न सक्छौँ है। हिजोले गरेन, हिजोको सिनियर मान्छेहरूले गरेन, तर अब हामी आउँदैछौँ, हामी गर्छौँ भनेर चाहिँ गर्नै पर्छ, भन्नै पर्छ, बनाउनै पर्छ। किनभने अरूले बनाइदिँदैन। त्यसले गर्दाखेरि मैले बुझेको यही केही गर्दा हुन्छ, दुःख नगरिकन हुँदैन। तपाईँको जापानको कुरा गर्छौँ, जापानका मान्छेले कति मेहनत गर्छन्। जापानका मान्छेहरू रेस्ट गर्दैनन्। अरू देशमा जुन देश विकसित भएको छ नि, त्यो देशका मान्छेहरूलाई क्यारम बोर्ड खेल्ने फुर्सद हुँदैन, त्यहाँका मान्छेलाई चेस खेल्ने फुर्सद हुँदैन। चोक बजारमा बसेर के भन्छ हाम्रा गाउँमा ठुटे राजनीति भन्छ नि, हावा गफ गर्ने फुर्सद हुँदैन। उनीहरूलाई कता कता घुम्ने जाने फुर्सद हुँदैन। फुर्सद भयो भने छुट्टीको दिन मात्रै हुन्छ। त्यो मैले देखाएको छु। अनि यहाँ त हामी खेतबारी बाँझो छ, सबै बाँझो छ, अनि बाटोमा आएर काम पाइन भन्छ, हो कि होइन? त्यसले गर्दा यी संस्कारहरूको पनि विकास हुनुपर्छ। सरकारले नीति बनाउनुपर्छ यस्ता कुराहरूमा, तर अहिलेसम्मको सरकारले बनाएको छैन। भविष्यमा बनाउँछ भन्ने कुरा आश गर्नुपर्छ है। र यही कुरा। तपाईँ त हाम्रो समाजले जाने मानेको सामाजिक व्यक्तित्व हुनुहुन्छ होइन। अब तपाईँको त प्रायः जस्तो सेड्युल बिजी नै रहन्छ, र पनि तपाईँ सामाजिक सञ्जालमा हेर्दाखेरि, मेरो त आफ्नै फेसबुक अकाउन्ट त छैन, तर पनि मेरो आमा बाबाले हेर्दाखेरि यसो सुन्दाखेरि चाहिँ तपाईँ धेरै जसो अब प्रायः जसो बिरामी मान्छेहरूलाई कस्तो छ के छ, र वृद्ध आमा बुवाहरूलाई अब नमस्कार भन्दै गरेको कतिपय अवस्थाहरूमा देखेछ क्या। तपाईँको जुन छ नि व्यवहार, यो चाहिँ मलाई अत्यन्तै प्रशंसनीय लाग्छ क्या। यो कस्तो हो भन्दाखेरि मैले अघि भने म पोलिटिक्समा किन आएको भन्दा मैले समाज सेवा गर्छु भनेर आएको है। अब समाज सेवा भन्ने चिज एउटा जनप्रतिनिधि भएर सबै राज्यको स्रोत साधनले मात्रै पुग्दैन होइन। मैले बाटा बनाउनु पर्यो, पुल बनाउनु पर्यो, स्कुल अस्पताल अथवा इत्यादि भौतिक संरचनाहरू जे गर्नु पर्यो, राज्यको स्रोत साधन अनुसार जति बजेट छ त्यो बजेटलाई नै हामी खर्च गरेर गर्छौँ। तर त्यो भन्दा पनि ठुलो महत्त्वपूर्ण भन्दाखेरि समाज सेवा गर्छु, मानव सेवा गर्छु भन्ने मान्छेले पैसाले मात्रै हुँदैन। तर जुन किसिमले मानवीय एउटा समस्याहरू परेका हुन्छन्, मान्छेलाई चाहिँ दुःख बिमार भएको हुन्छ, मान्छेलाई चाहिँ रोग बिरामले सताइरहेको हुन्छ, त्यस्ता मान्छेहरू आर्थिक रूपले पनि चाहिँ विपन्न भएका मान्छेहरू हुन्छन्, जसलाई सानो कुराले पनि ठुलो सहयोगको महत्त्व बसेको हुन्छ होइन। त्यस कारणले गर्दाखेरि मलाई के लाग्यो भन्दाखेरि हामीले बाटो बनाइदिनु मात्रै ठुलो कुरा होइन, पुल बनाउनु मात्रै ठुलो कुरा होइन, स्कुल बनाउनु मात्रै ठुलो कुरा होइन। जो चाहिँ दुखी रोगी र बिरामी भएका मान्छेहरू छ, ती मान्छेहरूलाई गएर भेटेर उनीहरूलाई सान्त्वना दिएर र उनीहरूलाई उपचार गर्ने वातावरण बनाइदिँदा चाहिँ मेरो जीवनको चाहिँ मलाई लाग्यो सेवाको कुरा गरेको छु, त्यो नै सबैभन्दा ठुलो सेवा जस्तो लाग्यो मलाई। र मेरो मनले पनि के मान्यो भन्दाखेरि मैले आम नागरिकको एउटा अभिभावकको नाताले म हुन त त्योभन्दा अगाडि पनि व्यक्तिगत रूपमा पनि एउटा सामाजिक रूपमा पनि गाउँघरका दाजुभाइ दिदीबहिनीहरू जो चाहिँ बिरामी हुनुहुन्थ्यो उहाँहरूलाई भेट्थेँ, केही कुराहरू सहयोग गर्थेँ। र त्यसमा पनि झन् अहिले गाउँपालिकाको अध्यक्ष भएको नाताले गर्दा हल्दीबारी गाउँपालिकाभित्र रहेका आम नागरिकहरूको चाहिँ स्वास्थ्यदेखि लिएर उहाँहरूको दुःख बिमारदेखि लिएर हरेक कुराको मेरो सरोकारको विषय भयो। त्यसले गर्दाखेरि म बिरामीहरूलाई अस्पतालमा गएर भेटेर उहाँहरूको बारेमा जानकारी लिने, र त्यही कारणले गर्दा पनि
मैले हल्दीबारी गाउँपालिकामा होइन यो अरू चाहिँ जस्तो कि बिर्तामोडतिरका, भद्रपुरतिरका, दमक, विराटनगर, काठमाडौँतिरका महँगो अस्पतालमा हाम्रा जनताहरूलाई कहिलेसम्म पठाउने? त्यसले गर्दाखेरि त्यतिले मात्रै हुँदैन है। म एउटा स्थानीय गाउँपालिकाको जनप्रतिनिधि हो, त्यसले गर्दा यहाँका आम नागरिकको स्वास्थ्यलाई ख्यालमा राखेर यहीँ एउटा आधारभूत अस्पताल खोल्नुपर्छ भनेर हल्दीबारी गाउँपालिकामा अहिले आधारभूत अस्पताल खोलिएको छ। र मलाई खुसी पनि लागेको छ कि आम नागरिकले पहिलो उपचार त्यही हल्दीबारी गाउँपालिकामा चाहिँ गर्ने एउटा सेवा लिने एउटा मौका पाएको छ र त्यो वातावरण हामीले बनाएका छौँ। र म डेली प्रायःसो मेरो चाहिँ अफिस आउँदाखेरि सबैभन्दा पहिला एकताल चाहिँ त्यहाँका चाहिँ अस्पताल अनुगमन गर्ने, अनि मेरा मान्यजन, प्रियजनहरू, गाउँका जुन अभिभावकहरू, गाउँका आम नागरिकहरू जो उपचार गर्न आउनु भएको छ उहाँहरूलाई कस्तो खालको सेवा दिइरहेछ, उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ, र यो चाहिँ मेरो नियमित एउटा ड्युटीको रूपमा चाहिँ मैले उहाँहरूको अवस्थालाई हेर्ने गरेको छु र घर घरमा गएर पनि उहाँहरूको स्वास्थ्य अवस्थाहरू चाहिँ बुझ्ने गरेको छु। र मेरो जीवनको सबैभन्दा खुसी मलाई त्यसैमा लाग्छ। हजुर, कस्तो मिठो विचार त। हजुर। अनि तपाईँ त एउटा असल नेता पनि हुनुहुन्छ है। अब मानिसहरूलाई असल नेता हुने तपाईँले केही टिप्सहरू पनि भनिदिन सक्नुहुन्छ कि? असल नेता हुनको लागि है सबैभन्दा ठुलो कुरो असल स्वभाव हुनुपर्छ। हजुर। इमान्दारिता हुनुपर्छ है, असल अनुशासन राम्रो हुनुपर्छ है। नेता भयो भन्दैमा कसैलाई गाली गर्नुपर्छ भन्ने छैन। जस्तो कि अब म असल भएँ भएन मलाई थाहा छैन, तर वाट एभर आई एम डुइङ डु माई बेस्ट है। मैले मेरो आफ्नो जति गतिविधिहरू क्रियाकलाप छ मैले अत्यन्तै राम्रो गर्ने प्रयत्न गर्ने हो है। मैले सबैलाई भन्ने पनि गरेको छु, नेता हुँदैमा कसैलाई गाली गर्नुपर्छ भन्ने कुरा होइन। नेता हुँदैमा कसैको खुट्टा तान्नुपर्छ, कसैलाई अवरोध गर्नुपर्छ भन्ने कुरा होइन। नेताले खालि के हो भने समाजको लागि राम्रो काम गर्छु भन्ने मान्छेले आफ्नो समयलाई चाहिँ कसैलाई विरोध गर्नेतिर खेर फाल्नु हुँदैन है। कसैलाई अपमान गर्ने, बेइज्जत गर्ने, गाली गर्नेतिर खेर फाल्नु हुँदैन। असल नेता हुने मान्छेले असल कार्यमा आफ्नो समय खर्च गर्नुपर्छ है। सकिन्छ भने मिठो बोल्ने, राम्रो बोल्ने है, त्यतातिर गर्नुपर्छ। र मलाई लाग्छ असल नेताको गुण नै त्यही हो जस्तो मलाई लाग्छ। तर अब म आफै असल भइसकेको छु जस्तो चाहिँ लाग्दैन, अझै गर्नुपर्ने धेरै छ है। असल भनेकोमा चाहिँ धन्यवाद। हजुर। अनि हाम्रो हल्दीबारी गाउँपालिकामा त प्रायः जसो मानिसहरू किसान छन् होइन त। अनि किसानहरूलाई अब अझै किसानहरूको त्यो दैनिक जीवन छ नि त्यसलाई अझै विकास गर्न, उनीहरूको आर्थिक उन्नति बढाउनको लागि तपाईँले के कस्ता विचारहरू राख्नु भएको छ त? मैले एउटा जहिले पनि भन्ने गरेको छु। हजुर। किसान भनेर हामी भन्छौँ, कृषि क्षेत्रमा नेपालमा अथवा हाम्रो गाउँमा जबसम्म पढेका मान्छेहरू कृषि क्षेत्रमा लाग्दैन तबसम्म कृषिको विकास हुँदैन है। मैले अघि सुरुमा पनि भने तपाईँलाई, पढेका मान्छेहरू यता आफ्नो खेतबारी 10 बिघा, 5 बिघा, 1 बिघा, 10 कट्ठा जति पनि खाली राख्छन्, तर अर्काकोमा नोकरी गर्न जान्छन् है। अब यही नै हो विडम्बनाको कुरा। घरमा हाम्रा गाउँघरमा कस्ता किसानहरू छन् जो नपढेका, जो कहीँ कतै जागिर नपाएका, कहीँ कतै काम नलाएका, तैँले चाहिँ हलो जोतेर खा भन्ने चलन छ घर परिवार है। त्यसले कृषि क्षेत्रको विकास हुँदैन। पढेको मान्छेले कृषि क्षेत्रमा लाग्यो भने चाहिँ के हुन्छ भन्दा उनले जुन पेसामा लाग्छ उनले त्यो पेसाको बारेमा चाहिँ उसले अध्ययन गर्छ, उसले अनुसन्धान गर्छ। धानमा रोग लाग्यो भने पढेको मान्छे छ भने उनले धानमा के कुराले रोग लाग्यो, त्यसका औषधि के हो, त्यसलाई उपचार गर्ने विधि के हो, त्यो सबै कुरा पढेकोले चाहिँ अहिले प्रविधिको जमाना छ, उसले नेट इन्टरनेटबाट औषधिहरू आफै खोज्न थाल्छ, उपायहरू आफै निकाल्न थाल्छ। तर घरमा नपढेको मान्छे, अनपढ मान्छेलाई चाहिँ खेती किसानमा लगाइदियो भने उसले बलको काम गर्ने हो, प्रविधिको काम गर्दैन, टेक्नोलोजीको काम गर्दैन, उसको क्षमता पनि त्यो हुँदैन है। त्यो कारणले गर्दाखेरि अब उत्पादन कसरी बढाउने त होइन। त्यसले गर्दाखेरि मैले बारम्बार भनेको छु,
आम जो पढेका मान्छेहरू चाहिँ कृषि क्षेत्रमा लाग्नुपर्छ है। आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन, खेतै छैन, काहीँ उपाय छैन भने पढेको मान्छेले अरूतिर काम खोज्नुपर्छ। तर आफ्नो घर खेत बाँझो राखेर चाहिँ अर्काको घर खेत बाँझोमा चाहिँ जोत्नु जाने मान्छे पढेको होइन है। अर्काको कृषि फर्ममा गएर म्यानेजर काम गर्ने है, अर्काको कृषि फर्ममा गएर इजरायलमा जाँदैन काम गर्न कृषिमा है, जापानमा नि कृषिमा जान्छन्, कोरियामा नि कृषिमा जान्छन्, कोरियामा बङ्गुर फारममा जान्छन्। यहाँ बङ्गुर फारम पाल्दा के हुन्छ पढेका मान्छेले है। होला सरकारले वातावरण बनाएको छैन होला, केही नै होला, तर कन्टिन्यू जानु पर्यो। नाफाघाटा हुँदै गर्छ, आफू नै मालिक भएर जाने हो होइन। त्यसले गर्दाखेरि त्यो एउटा जनशक्ति चाहिँ हुनुपर्छ। त्यो जनशक्तिको अभावको कारणले गर्दा कृषि क्षेत्र पनि फेल भइरहेछ नेपालमा है, त्यो एउटा रिजन हो। र अर्को स्थानीय तहको तर्फबाट हल्दीबारी गाउँपालिकाले उत्पादन वृद्धि गर्नुपर्छ भनेर हामीले आम नागरिकलाई, विशेष गरेर हाम्रो गाउँतिर धान खेती हुन्छ, मकै खेती हुन्छ, हामीले सिँचाइको अभाव भएका मान्छेहरूलाई होइन, आम किसान नागरिकहरूलाई हामीले सिँचाइ मोटरहरू दिनेदेखि लिएर होइन, कृषि औजारहरू दिनेदेखि लिएर मल बिउ बिजनहरू जे हामीसँग उपलब्ध छ त्यो कुराहरू दिने गरेका छौँ। र हामीले किसानलाई प्रमोट गर्ने कुरामा हाम्रो गाउँपालिकाको आफ्नो ल्याकत अनुसार, आफ्नो क्षमता अनुसार गरेका छौँ। तर यतिले मात्रै कृषिको चाहिँ प्रमोट हुँदैन, यतिले मात्रै कृषिको विकास हुँदैन। हजुर, तपाईँले त आजसम्म जहाँसम्म लाग्छ तपाईँले 8 वर्ष भइसक्यो यो कार्यकाल चलाएको। हजुर, तपाईँले आफ्नो कार्यकालभरिमा तपाईँलाई गौरव लाग्ने, अरूलाई नलागे नलागे पनि तपाईँलाई मैले गरेको छु खालको तपाईँलाई के खालको विकास कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ र हाम्रो हल्दीबारी गाउँपालिकामा त्यसले कस्तो कस्तो सकारात्मक परिवर्तन देखा पारेको छ त? अत्यन्तै राम्रो कुरा गर्नुभयो। हामीलाई विशेष गरेर अब यो म त्यसको नेतृत्वकर्ता हुँ है, तर मैले मात्रै गरेँ म भन्दिनँ। कर्मचारीको पनि मलाई त्यतिकै सहयोग छ, मलाई अरू जनप्रतिनिधिहरूको पनि सहयोग छ है, समग्र हाम्रो टिमले गरेका छौँ होइन। कोही कोही साथीहरू भन्नुहुन्छ यो त मैले गरेँ भन्छ, मैले नेतृत्व चाहिँ गरेँ, तर सबैको समग्र टिमले मिलेर चाहिँ एउटा निर्णय गरेर हामीले गरेका छौँ। त्यसले गर्दाखेरि मलाई लाग्छ यो कार्यकालमा चाहिँ लगभग अघिल्लो र अहिलेसम्मको हिसाबले हेर्दाखेरि मलाई एकदमै मन छुने भनेको चाहिँ हल्दीबारी गाउँपालिकामा आधारभूत अस्पताल जुन हामीले सञ्चालन गऱ्यौँ, त्यो एउटा छटपट्टि रहेको हल्दीबारी गाउँपालिकाको एउटा गरिबभन्दा गरिब नागरिक आएर सेवा लिइरहेको बेला ऊ त्यहाँबाट निको भएर गएको बेला ऊ मुस्कुराउँदै जाँदाखेरि मलाई मेरो मन छुन्छ। र मलाई मेरो जीवनमा र यो कार्यकालमा सबैभन्दा राम्रो काम गरेको भनेको मैले त्यो अस्पताल हामीले चाहिँ जुन निर्णय गरेर सञ्चालन गरेका छौँ त्यो नै मलाई लाग्छ। त्यहाँदेखि अरू शिक्षामा सुरुवात गरेका छौँ, जो चाहिँ यहाँका आम नागरिकहरू होला, धनीलाई मतलब छैन, तर एउटा गरिब नागरिकले निशुल्क 12 कक्षासम्म फ्रीमा पढ्न पाएको छ। उनले कमसेकम 12सम्म उसको छोराछोरी पढाउनु पाएको छ। उनले त्यतिखेर उसले महसुस गरेको देख्दा त्यो एउटा खुसी लाग्छ। अनि अर्को गरिबभन्दा गरिबले, धनीलाई मतलब छैन होला, निशुल्क रूपमा 10,000 लिटर खानेपानी खान पाउँदाखेरि उनले त्यसलाई प्रयोग गरेको चाहिँ उसको घर आँगनमा चाहिँ उसले पानी भन्ने चिज निशुल्क प्रयोग गर्न पाउँदाखेरि त्यो देख्दाखेरि पनि खुसी लाग्छ मलाई। र अरू धेरै कुराहरू छन्, जस्तो कि पूर्वाधारका कुराहरूमा जो एउटा चाहिँ 1 नम्बर वार्ड र 5 नम्बर वार्डको बिचमा एउटा भुतेनी खोला छ। त्यो भुतेनी खोला सङ्घीय सरकारको पूर्वाधार अन्तर्गतको पुल महाशाखाले चाहिँ केही वर्ष अगाडि डिपिआर गरेर चाहिँ 27.5 करोडको चाहिँ डिपिआर गरेर चाहिँ 27.5 करोडमा त्यहाँ पुल बन्छ भनेर चाहिँ प्राविधिक इस्टिमेट गरेर सोइल टेस्ट गरेर डिपिआर गरेर त्यतिको हिसाबको निकालेको थियो है। अनि हामीले पनि त्यो चाहिँ बन्छ, सङ्घीय सरकारले बनाउँछ होला भनेर भनेका थियौँ, तर त्यो धेरै वर्ष पनि नबनाएको कारणले गर्दाखेरि त्यहाँका जनतालाई आवत समस्या भएको, फेरि त्यहाँ नजिकै एउटा विद्यालय छ, त्यहाँका विद्यार्थीहरूलाई बर्खामा समस्या भएको, त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ गाउँपालिकाले नै बनाउनु पर्छ भनेर हामी आफैले त्यो सोइल टेस्ट चाहिँ त्यो पूर्वाधार
अन्तर्गतको पुल महाशाखाबाट सोइल टेस्ट गरेको रिपोर्ट ल्यायौँ अनि त्यो सबै विवरणहरू 27.5 करोडको रहेछ। तर हामी आफैले फेरि थोरै बजेट भए पनि होइन, जनताका समस्या समाधान गर्नुपर्छ, जनतालाई अप्ठ्यारो परेको छ, हामीले नै गर्नुपर्छ भने पछाडि चाहिँ हामीले 2 करोड 30 लाखमा त्यो पुल बनाएर सम्पन्न गर्यौँ। र मलाई त्यो पनि एउटा गर्व लाग्छ कि थोरै बजेटले पनि जनतालाई सुविधा दियौँ, थोरै बजेटले पनि काम हुँदो रहेछ भनेर उदाहरणीय काम गरेका छौँ हामीले। अरू त थुप्रै पिचहरू बनाएका छौँ, पुलहरू बनाएका छौँ, ती मध्येमा नि यी कुराहरू चाहिँ हुन्। हजुर, अब हजुरले यस्ता उल्लेखनीय कामहरू गर्नुभएको छ होइन, तर पनि कतिपय जनताहरूले के भन्छन् भन्दाखेरि हाम्रो घरतिर त विकास भएको नै छैन भन्छन् होइन। अब उहाँहरूको यो सोचलाई पनि परिवर्तन गर्नु पर्यो नि त, उहाँ पनि विकास आयोजना गर्ने तपाईँको कस्तो धारणा रहेको छ त? हो, तपाईँले भनेको कुरा एकदम ठिक कुरा हो। किन भन्दाखेरि हिजो हामीले पनि भनेका थियौँ कतिलाई तपाईँको यो बनाउँछौँ ऊ बनाउँछौँ भनेर होइन। त्यति बेर अब यस्तै हो त्यो भन्ने कुराहरू हामीले आवाजहरू उठाएका थियौँ, भनेका थियौँ। तर हामीले काम गर्ने भनेको चाहिँ राज्यको जति चाहिँ ढिकुटी भन्छ नि, पैसो होइन, जति छ त्यति नै गरिँदो रहेछ। हामीले हल्दीबारी गाउँपालिकामा 15वटा स्थानीय तह, झापा जिल्लाको 15वटा स्थानीय तहहरूमा हल्दीबारी गाउँपालिकामा सबैभन्दा कम बजेट आउँछ। कम बजेट आए तापनि हामीले शिक्षामा, स्वास्थ्यमा र पूर्वाधारमा जे जति गरेका छौँ अरूको तुलनामा केही न केही गरेको देखिन्छ। तर यति गर्दा गर्दै पनि हिजोको तुलनामा त हल्दीबारीमा त कालोपत्रहरू थिएन, पुलहरू कच्ची थियो, स्कुल संरचनाहरू भत्ताभङ्ग थियो, कच्ची थियो। अहिले प्रायः सो कम्पाउन्ड भएको छ, सबै व्यवस्थित गरेका छ होइन, जनतालाई आउजाउ सजिलो भएको छ। तर यतिले मात्रै पुग्दैन, हामीले धेरै ठाउँमा अझै गर्नुपर्ने हो। तर राज्यको स्रोत साधनले हामीले यति गरेका छौँ, नपुगेको ठाउँमा हामी क्रमशः गर्छौँ। तर कतिपय नपुगेको ठाउँमा चाहिँ हामीलाई विभेद भयो भन्ने जस्तो लाग्छ होइन, हामीलाई चाहिँ छुट्यायो, हामीलाई चाहिँ हेरेन होइन। कतिले त हामीलाई पक्लास पनि भन्नुहुन्छ होइन। तर जे भने पनि उहाँहरूलाई हामीले स्रोत साधन जति छ त्यति नै गर्दै जाने हो। तर उहाँहरूको ठाउँमा हामीले विभेद गर्ने होइन, स्रोत साधन हिजो त्यहाँ पुग्यो भने अब भोलि उहाँहरूकोमा पुग्छ होइन। तर हिजो त्यहाँ पुग्यो भनेर त्यही मात्रै हुन्छ भन्ने कुरा होइन। हाम्रो त चाहना छ नि एकैचोटि सबैलाई पुर्याइदिउँ भन्ने कुरा। तर हामीसँग त्यत्रो पर्याप्त मात्रामा बजेट छैन होइन। किन हल्दीबारी गाउँपालिकाको इन्कम ट्याक्स पनि कम छ, आम्दानी स्रोत पनि कम छ, अरू नगरपालिकाहरूको जस्तो प्रशस्तै छैन। तर जे जति छ हामीले सही सदुपयोग गरेका छौँ, दुरुपयोग गरेका छैनौँ, अनियमितता गरेका छैनौँ। हामी कोसिस गरेका छौँ, जुन जुन ठाउँमा पुगेका छैन त्यो ठाउँमा पनि पुर्याउने हाम्रो प्रयत्न रहन्छ, पहल रहन्छ, हामी गर्छौँ भन्ने कुरा चाहिँ यो तपाईँको आजको अन्तर्वार्ताको माध्यमबाट पनि म यो कुरा राख्न चाहन्छु आम हल्दीबारी गाउँपालिकाका आमा बुवा दाजुभाइ तथा दिदीहरूलाई। तपाईँ समाज परिवर्तन गर्नु पर्यो भने शिक्षामा विकास गर्न चाहनुहुन्छ कि इन्फ्रास्ट्रक्चर्स भौतिक पूर्वाधारहरूमा विकास गर्न चाहनुहुन्छ? सबैभन्दा पहिला त शिक्षामा परिवर्तन गर्नुपर्छ। जबसम्म आम नागरिकहरू शिक्षित हुँदैन, सचेत हुँदैन, ज्ञानी हुँदैन र असल नागरिक उत्पादन गरिँदैन तबसम्म त्यो इन्फ्रास्ट्रक्चर त्यो चाहिँ पूर्वाधारको विकास गरेर हुँदैन। किन भन्दा एउटा राम्रो पूर्वाधार विकास गरे तापनि त्यसको संरक्षण गर्नुपर्छ भन्ने कुरो असल नागरिकले ज्ञान पाएको हुँदैन। त्यो चाहिँ तपाईँको राम्रो पूर्वाधारको कुनै खालको चाहिँ संरचना तयार गरे पनि त्यो कुनै अर्थ रहँदैन। त्यसले गर्दाखेरि सबैभन्दा पहिला शिक्षा नै हो। शिक्षालाई हामीले प्राथमिकताको रूपमा राख्नुपर्छ। आम नागरिक शिक्षित हुनुपर्छ, आम नागरिक अनुशासित हुनुपर्छ, राष्ट्रप्रेमी हुनुपर्छ, अनि मात्रै पूर्वाधारको विकास तपाईँको सामान्य गरे पनि त्यो विकास क्रमशः बढेर जान्छ। हजुर, अब मैले त धेरै प्रसङ्गहरू जोडेँ होइन। अब तपाईँको सो इच्छाले तपाईँलाई केही प्रसङ्ग सुनाउन मन छ कि भने कि सुनाउनु? हामीले लामो गफ गऱ्यौँ है, धेरै कुराहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार अथवा स्थानीय हल्दीबारीका विषयमा धेरै कुराहरू उठायौँ है। अत्यन्तै खुसी लागेको छ। र जाँदाखेरि के कुरा हो भन्दाखेरि हल्दीबारी गाउँपालिकामा जुन किसिमले राजनीतिक एउटा वातावरण म यो क्षेत्रमा प्रवेश गर्नुभन्दा अगाडिको
र अहिलेको ओमा चाहिँ मलाई आफूलाई लागेको एउटा के हो भन्दाखेरि मलाई लाग्छ हिजोको भन्दा आज हल्दीबारी गाउँपालिकाको राजनीतिक वातावरण अलिक फरक तरिकाले चाहिँ म आइकन सुरुवात भएको छ कि जस्तो मलाई लाग्छ। कस्तो हो भन्दाखेरि हिजो चाहिँ स्थानीय यो ठाउँमा राजनीतिक हिसाबले राजनीतिक दृष्टिकोणले एकले अर्कालाई गाली गर्ने होइन, एकले अर्कालाई अपमानित गर्ने, हप्काउने दप्काउने यो खालको कुराहरू थियो। तर जब रविन्द्र लिङ्गदेन यो क्षेत्रमा आइसके पछाडि चाहिँ म आफै पनि कैयौँ पटक चाहिँ चुनावमा प्रतिस्पर्धी हुँदै गर्दा अथवा राजनीतिक बहसहरू छलफल गर्दै गर्दाखेरि उहाँहरूसँग चाहिँ आम्ने सामने हुँदै गर्दा पनि जुन एउटा मेरो प्रस्तुति जुन कसैलाई गाली नगरिकन, कसैलाई अपमान नगरिकन, कसैलाई हप्काई दप्काई नगरिकन एउटा सरल र सहज तरिकाले पनि नेतृत्वमा आउन सकिन्छ, राजनीति गर्न सकिन्छ है भन्ने कुराको चाहिँ मलाई लाग्छ हल्दीबारी गाउँपालिकामा विकास भएको छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि अहिले त्यो कारणले गर्दा पनि यहाँका स्थानीय राजनीतिक कर्मी साथीहरू जो हुनुहुन्छ उहाँहरूले पनि मलाई मेरो त्यो स्वभावले गर्दा पनि होला मलाई गाली पनि गर्नुभएको छैन। मलाई त्यो खालको चाहिँ मैले भोगेँ पनि छुइनँ। र सबैलाई फेरि म पनि भन्न चाहन्छु जुन मेरो स्वभाव छ यो नै मेरो राम्रो भन्ने कुरा त होइन, तर त्यो खालको वातावरण चाहिँ अरू ठाउँमा पनि हुनुपर्छ, देशभरिमा पनि हुनुपर्छ। हामी देश बदल्छौँ भन्छौँ, हामी समाज बदल्छौँ भन्छौँ, तर अर्कालाई गाली गरेर बदलिँदैन, अरूलाई अपमान गरेर बदलिँदैन। पहिला आफू सुध्रिनुपर्छ, आफू अनुशासित हुनुपर्छ, आफू ज्ञानी हुनुपर्छ। त्यस कारणले गर्दा त्यसमा नि झन् नेतृत्व, लिडर, नेता, राजनीति गर्ने मान्छे चाहिँ हरेक कुराले अनुशासित हुनुपर्छ। त्यस कारणले गर्दाखेरि हल्दीबारी गाउँपालिकामा विगतको भन्दा पनि जुन किसिमले रविन्द्र लिङ्गदेनको चाहिँ यो हल्दीबारी गाउँपालिका इन्ट्रान्स भयो है, त्यहाँदेखि पछाडि चाहिँ एउटा सभ्य, सरल र अनुशासित तरिकाले चाहिँ राजनीति गर्नुपर्छ भन्ने कुरा चाहिँ भयो कि जस्तो मलाई चाहिँ लागेको छ है। त्यसले गर्दाखेरि यो क्रम हामीले निरन्तर रूपमा लिएर जानुपर्छ। हल्दीबारी हाम्रो हो, हाम्रो गाउँ हो, हाम्रो ठाउँ हो। हामी झगडा गरेर, लडाइँ गरेर, एकले अर्कालाई चाहिँ एभोइड गरेर हुँदैन। त्यस कारणले गर्दाखेरि मैले यति बोल्दा बोल्दै पनि मेरा पनि आफ्नै कमी कमजोरी होला होइन, त्यसलाई कसैले मलाई मेरा कमी कमजोरीहरू औँल्याइदिन्छ भने त्यसलाई मैले पोजिटिभ रूपले एडप्ट गर्नुपर्छ है, सकारात्मक रूपमा चाहिँ त्यसलाई ग्रहण गर्नुपर्छ। र म त्यो पक्षको मान्छे हुँ। त्यसले गर्दाखेरि कसैको नकारात्मक कुरा लिएर चाहिँ त्यसलाई खेदो गर्नुपर्छ, त्यसलाई चाहिँ के भन्छ त्यसलाई बिगार्नुपर्छ, त्यो चिजलाई अझै धेरै व्यापक बनाउनुपर्छ भन्ने कुरा चाहिँ मेरो के अरे मनमा कहिले पनि हुँदैन होइन। कसैले मैले अघि भने नि चल्दै जाँदा गर्दै जाँदा केही कुराहरू कमी कमजोरी भएर मलाई मेरा कमजोरी कुराहरू कसैले दर्शाउँछन् भन्छन् भने त्यसलाई सकारात्मक रूपमा लिएर त्यसलाई मैले सुधार्नुपर्छ। र आम राजनीतिक कर्मीले पनि त्यो हिसाबले गइयो भने यो देशमा राजनीतिमा समस्या हुँदैन है, देश विकास गर्नेमा पनि समस्या हुँदैन। तर यहाँ खालि के कुराको रह्यो भन्दा मभन्दा ठुलो कोही होइन, मभन्दा जान्ने कोही होइन, मेरै कुरा मात्रै हुनुपर्छ भन्ने कुरा अहमता, घमण्ड, दम्भ भन्छ, त्यसले चाहिँ समस्या भएको छ। तर हल्दीबारी गाउँपालिकामा अब त्यो कुराको चाहिँ हामीले अन्त्य गरे जस्तो मलाई लाग्छ। है, यति नै मेरो कुरा। हस् त, धन्यवाद। हस् त, धन्यवाद, नमस्ते।